आइतबार 10,000 मानिसहरू राजाको स्वागतका लागि एयरपोर्ट जाने तयारीमा छन्। के सँगसँगै फागुन 25मा राजा दरबार जाने सम्भावना छ त? श्रीपेजको खोजी सुरु, नारायण हिडी टल्काउँदै। यो विषयमा बालेन शाह के भन्छन् अनि के भन्छन् रवि लामिछाने, अनि के भन्छन् केपी ओली, के भन्छन् प्रचण्ड र के भन्छन् शेरबहादुर देउबा। 250 वर्षको लामो इतिहास मेटिँदै गर्दा आज भनौँ राजाले राजगद्दी छोड्ने बेलामा भनेका थिए जनताको नासो जनतालाई नै फिर्ता गर्दैछु। अहिले करिब 18 वर्षपछि जनताले राजालाई त्यो नासो फिर्ता गर्ने तयारी गरिरहेको देखिन्छ। तत्काल राजसंस्था फर्किने सम्भावना बोकेका 3 आधारहरू के हुन्? आज भनौँ राजा फर्किन सक्ने 3 तरिकाहरू के छन्? नेपालमा राजा फर्किने वा फर्काउने सम्भावना के कति छ त? आजको भिडियोमा जान्ने प्रयास गर्नेछौँ। नेपालमा लामो समयदेखि निरन्तर सक्रिय राजतन्त्रमा शाहवंशी अन्तिम राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवलाई शासन त्याग गर्न बाध्य बनाई नेपालमा गणतन्त्रको स्थापना गरियो। अहिले फेरि पुनः संवैधानिक राजाको माग गर्न थालिएको छ। यति बेला के नेपालमा संवैधानिक राजा आवश्यक छ त? के नेपालमा साँच्चीकै राजा फर्किने सम्भावना छ त? यदि साँच्चीकै देशमा राजा नै फर्किहाल्यो भने देशमा कस्तो अवस्था सिर्जना हुन्छ? कति सजिलो छ, कति अप्ठ्यारो छ नेपालमा राजा फर्किने कुरा? अनि नेपालमा राजा फर्किने आधारहरू के छन् त? जान्ने प्रयास गरौँ। केही समयदेखि नेपालमा राजा आऊ देश बचाऊ भन्ने नारा चर्किँदै गइरहेको छ। राजा आऊ देश बचाऊ भन्ने नारा चर्चित हुन थाल्नुको पछाडि विभिन्न कारणहरू छन्, जस्तै राजनीतिक अस्थिरता, अर्थतन्त्रको कमजोर अवस्था, नेताहरूप्रतिको आक्रोश, संहिताप्रतिको असन्तुष्टि, राज संस्थाको सक्रियता र हिन्दू राष्ट्रको भावना। यही कारणले अहिले राजा आऊ देश बचाऊ भन्ने नारा चर्चामा छ। नेपालमा पनि राजसंस्था फर्किने सम्भावनै नभएको भने होइन, तर अहिलेको राजनीतिक परिस्थिति हेर्दा धेरै कम देखिन्छ। हाल नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो। 2072 सालको संविधान अनुसार गणतन्त्रलाई संस्थागत गरिएको छ। देशका मुख्य धारका राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका सबै गणतन्त्रको पक्षमा छन्। यसलाई यसरी पनि बुझ्ने प्रयास गरौँ कि नेपालमा राजा आउन सक्ने 3 आधारहरू यस प्रकार रहेका छन्। नम्बर 1, संविधान संशोधन। हालको संविधान अनुसार नेपाल गणतान्त्रिक व्यवस्था भएकाले राज संस्था फर्काउन संविधान संशोधन गर्नुपर्छ, जसका लागि संसदमा 2/3 बहुमत आवश्यकता पर्दछ, जुन अहिलेको अवस्थामा यो निकै गाह्रो देखिन्छ। यस्तै नम्बर 2, जनमत संग्रह। केही राजावादी समूहहरूले जनमत संग्रहको माग गरिरहेका छन्। यदि सरकारले जनमत संग्रह गराउने निर्णय गर्यो र जनताले राज संस्थाको पक्षमा मतदान गरे भने फर्किने सम्भावना हुन सक्छ, तर यो पनि अहिले त्यति सम्भावना छैन। नम्बर 3, जनस्तरबाट व्यापक माग। अहिले केही समूहहरू राज संस्थाको पक्षमा छन्, तर देशव्यापी रूपमा पनि व्यापक समर्थन देखिएको छैन। यदि भविष्यमा ठूलो आन्दोलन भयो भने दबाव सृजना हुन सक्छ, जसका कारण राज संस्था फर्किन सक्ने सम्भावना हुन्छ। नेपालमा निरन्तर राजनीतिक अस्थिरता चलिरहेका कारण जनतामा विकल्प खोज्ने सोच आएको हो, तर सोच मात्र आएर पनि सबथोक पुग्दैन राजा फर्किनका लागि। देशमा अहिलेको स्थिति के छ? तत्काल राज संस्था फर्किने सम्भावना नहुनुका कारणहरू यस्ता छन्। कारण नम्बर 1, नेपालका प्रमुख राजनीतिक दलहरू गणतन्त्रको पक्षमा छन्। उनीहरू राजा फर्काउने पक्षमा देखिँदैनन्। संसदमा राज संस्थाको समर्थनमा बहुमत छैन। यदि बहुमत नै छैन भने संविधान संशोधन हुने सम्भावना पनि छैन। कारण नम्बर 3, जनता अहिले आर्थिक समस्या, बेरोजगारी र विकास जस्ता मुद्दामा केन्द्रित छन्, जो कि राम्रो नेतृत्वले नेतृत्व गरे पुग्छ। अब त्यो राजा भए पनि राजनेता भए पनि भन्ने भाव पनि धेरै जनतामा छ। यसका कारण पनि राजा तत्काल फर्किने सम्भावना कम देखिन्छ। यदि मानिलिउँ हामीले भने अनुसार कुनै एउटा विकल्प प्रयोग गरेर राजा ज्ञानेन्द्र फेरि देशमा संवैधानिक राजाको रूपमा फर्किने हाले भने, जस्तै शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रिया, जनमत संग्रह वा संविधान संशोधन मार्फत सेना प्रयोग गरेर नै राजा फर्काइयो भने देशको राजनीतिक, आर्थिक, सामाजिक र प्रशासकीय अवस्थामा कस्तो परिवर्तन वा भनौँ असर पर्न जान्छ। यही फागुन 25 गते राजा पोखराबाट काठमाडौँ फर्किँदै गर्दा राजाको स्वागतका लागि 10,000 जनताहरूले स्वागत गर्ने तयारी गरिएको छ। कतिपयले त राजालाई सिधै दरबारमा लिएर राख्ने कुरा पनि गरिरहेका छन्। यस विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने कुनै अभिव्यक्ति दिइरहेका छैनन् भने रवि लामिछानेले पनि यो विषयमा बोलेका छैनन्। यस्तै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यस्तो अभिव्यक्ति दिएका छन्। इतिहासको एउटा रक्षानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवा सपनामा छन् र त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्। मलाई लाग्छ तपाईहरु सबैले यो कुरालाई पनि महसुस गरिराख्नु भएकै होला।
यस्तै अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजाको विषयमा यसरी टिप्पणी गरेका छन्। नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र फेरि कताबाट उधिनेर कहाँबाट उधिनेर ल्याउने हो, ल्याएर खोइ कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। अनि मान्छे कुर्सीमा बस्दाखेरि राजा हुने भयो त तपाईँहरू कुर्सीमा बस्नुभएको छ राजा हुनु, यता पनि कुर्सीमा बस्नुभएको छ राजा हुनु। कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुहोस्, संविधान अनुसार आउनुहोस्। पूर्व राजा लोकप्रिय छन् भने चुनाव लड्नुहोस्, आउनुहोस्, पार्टी खोल्नुहोस्। यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने राजाको विषयमा यस्तो बोलेका छन्। यो नेपालमा चाहिँ नि यो गणतन्त्र आएको छ, यद्यपि राजा बनाउँदा प्रभाव पऱ्यो भन्ने मान्छेहरू, त्यस कारण चाहिँ बना लाग्दैन राजा फर्किन्छ भनेर। त्यसै कारण यसैमा चाहिँ नि यही चाहिँ व्यवस्था छ, यसैलाई चाहिँ अझ पनि सब। यस्तै राप्रपाका प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र साईले भने राजाको विषयमा सदन र सडकबाट यसरी आवाज उठाउँदै आइरहेका छन्। शेरबहादुर महाराज धिराज ज्ञानेन्द्र विक्रम शाहदेव सरकारको पोखराबाट काठमाडौँ फिर्ते सवारी छ। यही मिडिया मार्फत भन्छु, सबैलाई 10औंलाई बिन्ती जोडी राष्ट्रिय झन्डामा सबैका सबै मान्छेहरू एयरपोर्टमा आइदिन अपिल गर्दछु। किन यिनीहरूले धोका दिए। राज संस्था यो देशमा जनमतसङ्ग्रहले फाले पनि होइन, आन्दोलनले फालेको पनि होइन। यो आफैले आफ्नो नाम लेख्न नजान्ने, आफ्नो हस्ताक्षर गर्न नजान्ने, संसद भवनभित्र सुर्ती पट्काउने, त्यहीँ गएर सुत्ने, डकार हाल्ने, पार्टीलाई सहयोग गर्ने, समानुपातिक पर्ने मान्छेहरूले लेखेर होइन, हात उठाएर एनजिओ आइएनजिओ र हरियो डलरले लेखेर देशको राज संस्था फालिएको छ। यो वैधानिक छैन। राजालाई स्वागत गर्नका लागि भोलि सबै उपस्थित हुने पहिलो मुद्दा। दोस्रो मुद्दा, यो देशमा प्रधानमन्त्री जनताको छोरो, जनताबाट निर्वाचित हुनुपर्छ, संसदबाट होइन। हामी नेपाली जनताको इच्छा र आकाङ्क्षा भनेको जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो। चौथो कुरा, तेस्रो कुरा स्पष्टका साथ हामीले भनेका छौँ, 884 जना सांसद पाल्नुपर्ने कुनै आवश्यकता छैन। यो 8 वर्षको इतिहासमा 2400 अरब, झन्डै 24 खर्ब रुपैयाँ यो देशमा बेफुर्सद खर्च प्रदेशका नाममा भएको छ। प्रदेश संरचना खारेजीका लागि भोलि आउने हामीले 2400 अरब पैसा बचायौँ। यदि 1 अर्बको एउटा मात्र फ्याक्ट्री, एउटा मात्र स्कुल, एउटा मात्र कलेज मात्र खोल्यौँ, यदि एउटा मात्र खोल्यौँ 1 अर्बमा भने 2400वटा फ्याक्ट्री खोल्न सक्छौँ। एउटा फ्याक्ट्रीमा 5000 मात्र 500 जना मात्रलाई रोजगारी दिन सकियो भने 500 जनालाई 12 लाखभन्दा बढी मान्छेलाई रोजगारी दिन सकिन्छ। हाम्रा दाजुभाइ दिदीबहिनीहरू अर्काको देशमा काम गर्न जान बाध्य हुनुपर्ने अवस्था छैन।